उतै हुन्छ। अब के गर्ने यसकोमा इक्जाम्पल यदि ऑप्शन अनुसार जाते हैं त्यो यहाँ लेखेको जो भोयल लेटर जहाँ छ त्यो चिन भागको हुँदैन, त्यो पनि विचार गर्ने। भोयल लेटर त थाहा छ हामीलाई के छ, ए ई आई ओ, यो लेटर कुनै बेला चेन्ज भएको हुँदैन, त्यसरी पनि विचार गर्ने। अब त्यो एक्स पछाडि गरेर डबल भएको छ कि माइनस गरेर माइनस भयो, त्यस पछाडि वाइमा के गरेर भएको अब यरोमा के हुनु पर्यो, माइनस हुनु पर्यो, ठ्याक्कै छ माइनस भएको छ माइनस भएको। त्यस पछाडि को यसमा त प्लस हुनु पर्यो हैन, किनभने हामी के भनिरहेको छौँ माइनस प्लस माइनस अब प्लस, तर यो कुन लेटर हो यो स्टेबल भएको छैन। अब यता यति गर्ने बित्तिकै तपाईँहरूको माइन्डमा के आउँछ, हो यो तरिकाले भएको छैन हो, त्यति बेला के पनि विचार गर्ने, यो भोल लेटर छ त्यही भएर यो जस्ताको त्यस्तै राखेको छ, बुझ्नुभयो, ओ जस्ताको त्यस्तै। अब पी यहाँ घटेको बढेको घटेको अब के हुनु पर्यो, बढेको, पी के छ बढेको छ, पीलाई +1 गरिसकेपछि पी हुन्छ। त्यस पछाडि एच के हुनु पर्यो, घट्नु पर्यो, घटेको छ हैन, जी पछाडि एच आउँछ त -1 हुन्छ। फेरि ओ के आयो, भोयल लेटर, भोयल लेटर के छ सेम छ, भोयल लेटर सेम छ। अब के हुनु पर्यो, बढ्नु पर्यो, बढ्या छ, अनि ई फेरि के भयो भोयल लेटर जस्ताको त्यस्तै। अब ठ्याक्कै त्यही तरिकाले यसको पनि फाइन्ड आउट गर्ने। पहिला के हुनु पर्यो, पहिला घट्नु पर्यो, सी पछाडि के आउँछ ठ्याक्कै बी, एन्सर पहिला बीबाट सुरु हुन्छ, बी जहाँ छ त्यो लगाइदिनु, त्यसपछि बी आउँछ हैन। एचमा के हुनु पर्यो प्लस, के हुन्छ आरमा हाई होते हैं, ये से हाई होते हैं जस्ताको एम पछाडि आर यो या ई फेरि जस्ताको ई को देखना चाहिए, पहिला माइनस भएको छ त्यसपछि प्लस भएको छ, जहाँ भोयल लेटर छ त्यो जस्ताको त्यस्तै छ, त्यही अनुसार छ।